लागु औषध दुर्व्यसनीहरू जसले चाहिँ रक्सी, गाँजा, अ, सुर्ती, चुरोट, ट्रामाडोल यो जुन ब्राउन सुगरहरूको प्रयोग गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ हाम्रो समाजले तिरस्कारको रूपमा हेरेर उहाँहरूलाई दुःख पीडा दिएर रिहाबमा राखेपछि ठिक हुन्छ भन्ने कन्सेप्टले गर्दाखेरि चाहिँ रिहाबहरूमा राखिएको पाइन्छ। र यो चाहिँ दुर्व्यसनीहरूलाई चाहिँ गाली पिटाइ भन्दा पनि माया र बुझाइको जरुरी बढी हुन्छ। त्यसैले गर्दा उहाँहरू जस्तो समस्यामा पर्नुभएका व्यक्तिहरूलाई उपचारको खाँचो छ। उहाँहरू चाहिँ रोगी हुनुहुन्छ। हुनसक्छ उहाँहरूले सुरुमा साथीभाइको सङ्गतमा सुरु गर्नुभयो होला, तर पछि बिस्तारै त्यो चिजले चाहिँ उहाँहरूको शरीरलाई जितेर चाहिँ उहाँहरू त्यो बिना चाहिँ अरू केही पनि गर्न नसक्ने भएको हुनाले चाहिँ हाम्रो ब्रेनले नै त्यो चिजहरू मागेको कारणले गर्दा उहाँहरूले चाहिँ दिन प्रतिदिन खाने क्रम जारी भएको हो। त्यसलाई रोक्नको लागि चाहिँ पिटेर गाली गरेर मात्रै सम्भव हुँदैन। जुन चाहिँ हाम्रो शरीरको ऊहरूले माग्छ, रसायनहरू माग्छ। त्यसले गर्दाखेरि चाहिँ यदि रिहाबमै राख्ने अवस्था रहेको खण्डमा चाहिँ जहाँ चाहिँ मनोचिकित्सकको प्रेजेन्स छ, जहाँ मनोचिकित्सक गएर हेर्नुहुन्छ बिरामीलाई, उहाँले पनि काउन्सिलिङ गर्नुहुन्छ, औषध चलाउनुहुन्छ भने त्यस्तो रिहाबहरूमा राख्न एकदमै राम्रो छ। तर जहाँ चाहिँ गाली मात्रै गर्ने, पिट्ने रिहाबहरूमा राख्ने गरिएको छ भने चाहिँ उहाँहरूले रिहाबबाट निस्किसकेपछि फेरि पनि लागु औषध सेवन सुरु गर्ने सम्भावना निकै नै बढी हुन्छ। किन त्यस्तो हुन्छ भन्दा हाम्रो ब्रेनले जुन चिज मागिरहेको छ त्यो चिज त उहाँले रिहाबबाट छुटिसकेपछि पनि मागिरहेको हुन्छ। अब औषधले के गर्छ भन्दा उहाँहरूको जुन ब्रेनमा भएको जुन रसायनको रिसेप्टरहरू छ त्यो रिसेप्टरहरूलाई ब्लक गरेर त्यो चिजको तलतललाई घटाएर र फेरि आउने दिनमा चाहिँ खान मन नलाग्ने गराउनको लागि सहयोग गरिन्छ र उहाँलाई त्यही तरिकाले हामीले मोटिभेट गर्छौँ। र सुरुवाती दिनहरूमा कस्तो पनि हुन्छ भन्दा सुरुको केही हप्ता 10 दिन चाहिँ हामीले जुन डिटोक्सिफिकेसन भन्छौँ त्यो समय भनेको चाहिँ उहाँहरूलाई एक्कासी लागु औषधबाट रोकिएको हुन्छ। त्यस्तो बेलामा कहिलेकाहीँ चाहिँ ज्यानै जाने पनि सम्भावना रहन्छ यदि हस्पिटलमा या मेडिकल डक्टर साइकियाट्रिस्टको अन्डरमा चाहिँ राखिएर अब्जर्भ गरेर उपचार गरिएको छैन भने। त्यो जोखिमलाई बचाउनको लागि जस्तै त्यस्तो जोखिम कस्तो हुन्छ भन्दा छारे आउने, मिर्गी आउने, होइन, एक्कासी कोमामा जाने, बेहोस हुने समस्याहरू आउन सक्छन्, जसले गर्दा अकालमै मृत्यु हुने सम्भावना रहन्छ। यी सबै कुराहरूलाई जोगिनको लागि चाहिँ सकेसम्म सुरुमा साइकियाट्रिस्टको अन्डरमा हप्ता 10 दिन बस्ने, त्यसपछि चाहिएको खण्डमा, परेको खण्डमा चाहिँ रिहाबमा गएर भर्ना गरेको चाहिँ अति उत्तम रहन्छ।